एज अलवेज सैटरडे रिचुअल रोड खाली छ हैन यस्तो बवाल देखिरहेछ यार क्लाउड्स आज सी पर्सिङको बाटो हैन ल यस्तो छ हैन नदेखाम भनेको उतैसम्म त्यस्तो रहेछ अब लेट्स गो यतिकै नै झर्ना सँगसँगै बादलहरू पनि देख्न सक्नुहुन्छ हैन यस्तो दामी देखिरहेछ है सिधै क्लाउड्स है मान्छे परिरहेछ मस्तै ल लेट्स गो देयर फाइनली सर्सिङ झर्ना आइपुग्यो Hello and welcome back to my another vlog. सो आजको भ्लग चाहिँ सर्सिङ झर्नासम्म हुनेवाला छ अहिलेको एकदमै भाइरल डेस्टिनेसन सो लेट्स सी अब कस्तो छ रोड कन्डिसनहरू के छ सबै कुराहरू तपाईँलाई देखाउने नै छु भ्लगमै हैन सो मोर देन द्याट आज चाहिँ हामी ग्रुपमा जान लाग्छौँ म चाहिँ सोलोमा हैन या मामाहरूसँग मात्रै हैन सो लेट्स गो लेट्स ह्याभ फन एन्ड देन आइल सो यु गाइज वाट इट इज लाइक देयर एन्ड देन यु गाइज ह्याभ फन टु है अनि उपरि तपाईँहरूको स्याटरडे पनि राम्रै होस् त्यो भन्दै म चाहिँ तपाईँहरूलाई अब अन द वे नै भेट्छु बाइक पनि कोल्ड स्टार्टहरू छोडिरहेको छु होइन सो अब सबै कुरा रेडी भइसकेपछि आइल वेडिङ आइल सी यु गाइज अन द वे नाउ मामाहरू चाहिँ वसुन्धरा आइपुग्नु भयो अरे होइन सो म वसुन्धरा किन पुगिराख्नु मलाई यहाँदेखि चक्रपथ सजिलो हुन्छ नि त सो म चाहिँ चक्रपथ पुग्छु उहाँहरूलाई त्यहीँ बोलाउँछु एन्ड देन त्यहाँबाट हामी जाने हो सो आइ एम एक्साइटेड फर दिस प्लेस होइन धेरै अगाडिदेखि जानु मन थियो सो फाइनली इट्स टाइम आज पनि त्यस्तो त्यो जानी नजाने भइरहेको थियो बट देन नो लाइफमा के चाहिँ गर्नु छ र होइन यु हेभ टु लिभ नि अनि गर्नु त धेरै कुरा बाँकी छ बट देन इन अ सेन्स कि घर बसेर त केही हुनेवाला छैन सो वाइ नट गो एन्ड देन मेक ब्लग होइन त्यहाँदेखि अब ग्रुपहरू को भेटेर अनि फेरि बौद्ध गएर बौद्ध भेट्नु पऱ्यो सरले नि साथीहरू ल्याउनु भएको छ अरे 3 जना सो उहाँहरूलाई पनि अब कता भेटिन्छ होइन सो उता भेटेर एन्ड देन वी विल हेड आज धेरै भयो कति 3 यता 5 7-8 जना हुन्छ होला मोस्ट प्रोबेबली 3-8 जना होला है सो जतिजना पनि ठिकै छ रमाइलो गर्ने हो लेट्स गो लेट्स ह्याभ फन गाइज उसको गाडी हो नो आइडिया बट देन चक्रपथमा छु म अहिले होइन कुरिरहेको गाइज राइड सेफ है राइड सेफ एक्सिडेन्टहरू बढी भइरहेछ आजकल होइन राइड सेफ एन्ड देन सी द क्लाउड्स है क्या ब्युटिफुल देखिरहेछ आज सो बेलुकासम्म यस्तै देख्न पाएको थियो हुन्थ्यो सो मामाहरू चाहिँ आइसक्नु भयो यतापट्टि हुनुहुन्छ होइन गाडीले यतापट्टि छेक्दियो क्या बाटो सो उतापट्टि जानुभयो सो त्यो चाहिँ गाडीको लागि मात्रै हो मलाई जहाँसम्म लाग्छ होइन एन्ड दिस इज आवर वे होइन दिस लेन होइन सो लेट्स गो गाइज तपाईँहरूलाई मोस्ट अफ द पार्ट चाहिँ म धेरै खिच्दिनँ यतातिरको किनभनेदेखि अस्ति अन्त आज हालेको छ नगरकोटको भ्लग होइन सो नगरकोटको भ्लगमै देख्न सक्नुहुन्छ सबै बाटोहरू सो म चाहिँ मोस्टली चाहिँ धेरै जस्तो चाहिँ उता गइसकेपछि मात्रै क्लिक गर्छु बट देन या अलिअलि क्लिक्सहरू त आइ नै हाल्छ होइन आउनु पऱ्यो भने होइन त ल तेल हालिदिउँ कति पर्छ लेट्स सी प्याक छ द्यार फाइनली आयो यता हालौँ दाजु फुल हालौँ है ल गाइस फुल भयो 10 लिटर होइन 10 लिटरको चाहिँ आयो कतिको भयो सोधौँ कति भयो मेरो 2 म चाहिँ छु अहिले गोकर्णमा होइन एकछिन वेट गरेर यता पेट्रोल पम्प चाहिँ यता गोकर्ण रिजर्ट भनौँ न सो एकछिन वेट गरिदिउँ सरहरू चाहिँ माथि जर्सिङ बाबु पुग्नु भयो अरे साथीहरू चाहिँ त्यहीँ जोरपाटीमै छन् होइन जोरपाटीमै छन् रे सो लेट्स वेट म चाहिँ बिचमा परेँ सो वेट गरौँ एन्ड देन आई सी यु गाइज अन द वे एज अलवेज तपाईँको सिधै गएपछि एउटा पोइन्ट आउँथ्यो कि अलि अगाडि नै होइन जहाँदेखि सिधै जानु भने साँकुको त्यो मेला लाग्छ नि त्यतातिर नगइकन लेफ्टतिर जाने अगाडि पोइन्टबाट त्यहाँदेखिको चाहिँ जर्सिङ बाबा जान्छौँ हामी सिधै जानुभयो भने चाहिँ अस्तिको भ्लगमा देख्न सक्नुहुन्छ कहाँ पुग्छौँ त कार्तिके हुँदै नगरकोट पुग्छौँ होइन सो अहिलेको लागि चाहिँ हामी जर्सिङ बाबा हुँदै जान्छौँ हामी
नगर रोडबाट गएनौँ किनभनेदेखि बाटो राम्रो भए पनि अलिकति खत्तम छ क्या सरी लामो छ क्या यताको अलिकति अफ रोड छ तर अलिक छोटो पर्छ क्या सो वी आर गोइङ दिस वे सो स्टे विथ मी गाइज टिल द एन्ड है अनि जो नयाँ हुनुहुन्छ नि च्यानलमा उहाँहरूले सब्सक्राइब गर्नु होला मेरो च्यानललाई सपोर्ट गरिदिनु अनि जो पुरानो हुनुहुन्छ प्लिज डु लाइक कमेन्ट सेयर अनि सपोर्ट त हजुरहरूले गरिरहेको जस्तै गराउनै पऱ्यो होइन ल अहिले चाहिँ हामी दौड्यौँ होइन त राइड मजा आइरहेछ कि छैन है तपाईँहरूलाई चाहिँ म त्यस्तो धेरै रसमा नि गइरहेको छुइनँ होइन स्लोली नै जाऊँ भनेर धेरै कुदेर नि काम छैन नि त इट्स लङ वे अहिले नै किन कुद्नु भनेर सो राइड सेफ ओ शिट सरी फर द ल्याङ्ग्वेज ठुलो गाडीहरूमा यस्तै हुन्छ है ठुलो गाडीहरू आउँदा चाहिँ यस्तै हो गाई जस्तै हो उनीहरूलाई लामो टर्न चाहिन्छ होइन उताबाट मैले पनि झट्टै देखिनँ माई ब्याड जर्सिङको पनि आफ्टर लङ टाइम आइरह हो नि त कसले यार बाटोभरि फाल्दै हिँडिरहेछ जर्सिङ पौवा पनि आइपुग्यो हामी है अब सरजीहरू चाहिँ कता हो नो आइडिया बट देन फोन हान्छु म ओके आई सॉ देम यस आउँदैछन् जङ्गलमै हो ल गाइस जर्सिङ पौवा चाहिँ यही हो है सो दाइहरू चाहिँ अगाडि जानु भएको छ भिडियो क्लिक गर्नलाई ल साथीहरू पनि आइपुग्नु हो धेरै टाइम किन वेट गर्नु होइन माथि चौकीतिर जाऊँ माथि जाऊँ ल इन्जोय द राइड हामी एकछिन ड्रोन सट हान्ने भनेको छ अगाडि सो एकछिन बस्दिउँ रेस्ट गरिदिउँ हामी पनि होइन मसँग त ड्रोन छैन नभए त हान्नुहुन्थ्यो गाइज है खोइ त कता गयो साथीहरू कता गयो यस्तो ठुलो खाल्टो थियो होइन सिधा आएको त नदेखिरहेको क्या दुईवटा क्या फेरि लगतै क्या होइन झन् अहिले यतिले लकी न्यारो स्केप भनौँ न होइन बट देन स्किल्स म्याटर एज वेल है मेन भनेको आफू काम र पेसेन्सै हुनु पऱ्यो अनि त्यस्तोमा त पेसेन्स भन्दा पनि बढी काम हुनु पऱ्यो एन्ड देन ट्रस्ट यर स्किल कत्रो ठुल्ठुलो खाल्टो थियो क्या यार इट वाज लाइक यु कुड डु अ बिग जम्प के बट नो वरिज वी आर हियर होइन नाइस वान
सो दिस इज द ग्रुप है आजको चाहिँ हामी टोटल 8जना 1 2 3 4 5 6 7 8 ल सो एज आई सेड 2MT एक्सब्लेड FZ स्क्रैम 440 एन्ड देन R15 V3 है सो सबैजनालाई फर्मल इन्ट्रोडक्सन चाहिँ यहीँबाटै गरेँ मैले है दाइको नाम सन्दीप दाइको अमीर हामीसँग हुनुहुन्छ सागरजी सुदर्शनजी श्रीकृष्णजी समृद्धजी अनि हजुरको नाम प्रवीण हामी माइसेल्फ सबिन ल लेट्स गो गाइज ह्याभ फन अब आज रमाइलोसँग जाउँ जाउँ ओशी के गरे साथी तिमीले यस्तो नगरे न झन्डैले गाई झन्डैले यार ब्रेक नहाने भए त्यो पनि जाने म पनि जाने ठ्याक्कै हिँड्ने बेलामा आइदिएर क्या बिरालो शिट म्यान इट वुड ह्याभ बिन स्केयर है यस्तो रमाइलो गरेर बेलामा तर्साइदिएर सोल्टीले त यार केही छैन तर वी क्रस द्याट पार्ट सो लेट्स गो अरूभन्दा नि एमटीको साउन्ड चाहिँ भवाल मिठो हुने क्या यार अब सर्सिङको बाटोलाई 3टा बाइक त ठिकै हो बाँकीको 3टा बाइकको चाहिँ हजुर मेनभन्दा चाहिँ मेरो बाइकको चाहिँ होइन सो जे नै भयो नि हामी मजाले राइड गर्छौँ मजाले चलाउँछौँ होइन ल हामीसँग एकजना दाइ चाहिँ हुनुहुन्थ्यो आउनु भएन आउन पाउनु भएन सो नो वरिज मेबी नेक्स्ट टाइम बट टुडे वी विल बी इन्जोइङ है त सो कतिजना भयो आज हामी 1 जना 2 जना 3 जना 4 जना 5 6 7 8 जनै भयो है त सो लेट्स गो एन्ड ह्याभ फन आज चाहिँ अलिक मजा आउने भयो आफ्टर लङ टाइम होइन ग्रुप राइडमा हिँडिरहेको छु म चाहिँ यति मजाले क्या होइन सो लेट्स ह्याभ इट ऊ म्यान आमाङ्ग्री जाने पनि यतैबाट हो आमाङ्ग्री त पहिला गइसकेँ म एकचोटि चाहिँ होइन सो त्यति बेला चाहिँ भ्लगहरू केही गर्दिनँ थिएँ म ट्राभल गर्दा अब अहिले भ्लगिङ सुरु भएको छ सो विथ अ प्रमिस द्याट आई विल गिभ यु गाइज द आमाङ्ग्री भ्लग एज वेल लेटर नो आइडिया वेन बट देन आई विल गिभ यु गाइज होइन त्यो पनि सो ठिक छ अहिलेलाई चाहिँ सर्सिङ झर्नाको भ्लग है त आजको आज सर्सिङ नगएको भए मेरो प्लान भनेको या त लाउके या त लखिनछोरी थियो अब त्यसलाई चाहिँ नेक्स्ट टाइम है एज प्रमिस्ड वाटरफलको भ्लग लिएर आउँछु भनेको थिएँ एन्ड दिस इज द फर्स्ट वान गाइज है सो लेट्स गो लेट्स ह्याभ फन सेक्सन सानो ब्रेक होइन अब सानो ब्रेक 10 minutes ब्रेक एन्ड देन वी विल हेड टुवर्ड्स सर्चिङ वेदर यतिकै क्लिन भयो भने चाहिँ दामी हुन्थ्यो आज है लेट्स होप फर द्याट अब वेदर अहिलेसम्म क्लिन छ अब क्लिन भएन भने पनि जाने हो नि आइसकेपछि त केही छैन ल It's a good lineup 1 2 3 4 5 6 bikes we have here okay साथीहरुको गफ एन्ड देन भिडियो सुटहरु हैन ल लाइनअप चाहिँ यस्तो छ टक 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 यता सो हामीसँग ग्रुपमा आज छ एउटा ड्रोन यो ड्रोन शट हेर्नु छ भने चाहिँ सागर जीको च्यानलमा जानुपर्छ च्यानलको नाम भन्दिनु त तपाईको सागर लोप्चन ब्लग ल सागर लोप्चन ब्लग्समा जानु ड्रोन शट हेर्नु छ भने अब उहाँले दिनुभयो भने चाहिँ म मेरो च्यानलमा नि अलिकति हालिदिन्छु हैन अरु भनेको चाहिँ उहाँको च्यानलमा गएर हेर्दिन है त साथीहरु यो भिडियो चाहिँ हैन जस्ट क्लाउड्सको लागि है यस्तो बवाल देखिरहेछ यार क्लाउड्स आज सी यस्तो बवाल छ यार क्लाउड्स अब यता चाहिँ पानी पर्न लागिरहेछ है फेरि उतापट्टि साइडमा चाहिँ पानी परिरहेछ जहाँसम्म मन लाग्छ
उतापट्टि हामी जानुतिर नि छुन सक्छ इलेक्सनमा अनि राइट जाँदै हुनुहुन्छ भन्दैमा होइन जे पाइँदै चलाइदिएर होइन अरूको लेनमा जाने काम चाहिँ नगरिदिनु होइन झन् राइट गएको बेला हो मोस्ट डिसिप्लिन देखाउनु पर्ने भनेको अरू बेला नि पर्छ पर्न त पर्दैन द्याट्स वेयर इट्स सोच के हाउ मच अफ अ राइडर यु आर होइन हाउ मच अफ अ प्रपर राइडर यु आर भनौँ न मान्छेहरू फेरि आजकल यस्तो उस्तो भन्न थाल्छ होइन सो जे भए पनि त्यही हो आफू गएको ठाउँमा हिँड्ने बेलामा राइडहरू हिँड्दा चाहिँ ग्रुपमा होइन मेन्टेन भएर हिँड्नुपर्छ क्या ल बवाल देखिरहेको छ है यताबाट भ्यू बवाल देखिरहेको छ अहिले नै आएर न अब त्यहाँ कस्तो हुनेवाला छ चाहिँ ल अब पिच मात्रै कति चलाउनु होइन यसै अफरोड नै चलाउनु पर्छ हिलो छ अब चाहिँ ए गाडी नाइज त इलेक्सन गइदिनु भ्याउँछ ओके वाइ स्टपिङ मलाई जाउँ लेट्स गो अब त्यो बाइक गरेर सजिलो हो होइन अब मेरो बाइकलाई चाहिँ अलिअलि अप्ठ्यारो हुन्छ कुद्न पाउँदैन नि त मेरो बाइक चाहिँ अब धेरै त्यसमाथि मेरो ब्रेकले आज मजाले काम गरिरहेको छैन विच आई डोन्ट नो वाइ होइन शिट यसलाई अब बेलुका फर्केपछि नै मिलाउँछु म अहिले जस काम त गरिरहेछ बढ्दैन सोचे जसरी नै बाटो बनाउँदो रहेछ है ल यतातिर हुई पछि उठेरै चलाइदिन्छु यार हो अब चाहिँ मेलम्चीको बजारबाट अलिकति उता चेक पोइन्ट छ होइन चेक पोइन्ट नगएसम्म चाहिँ पिजे हो अब कुनै पोइन्ट सेक्सनमा अब अलिअलि अफ भयो छुट्टै कुरा हो होइन बनाएको रहेछ भने ठिकै हो अहिले नभए राम्रै छ बाटो अब एन्ड उता कटेपछि चाहिँ फेरि धोस्तै अफरोड है पानी हेर्न सक्नुहुन्छ होइन देखिन त देखाएको छैन होला बवाल देखाएको छ लेट्स गो भन्दै थिएँ नि यस्तै अफरोड हुनसक्छ क्या बेला बेलामा चाहिँ यस्तोमा चाहिँ होसियार हुनुपर्छ आफै अवेर हुने हो क्या ल हामी सिन्धुपुल आइपुग्यो है साथीहरू कता पर्खिरहेको हो नो आइडिया ठिक छ पछाडि पनि चेक गर्नु पऱ्यो नि साथीहरूलाई होइन लेट्स गो एकछिन स्क्राम 440सँग रेस क्या होइन रमाइलो भइरहेछ है सरसँग रेस एकछिन इट्स जस्ट अ फ्रेन्डली रेस गाइज नट मैले अगाडि गइसकेको साथीहरूलाई चाहिँ एउटा पोइन्टमा गएर बस भनेको छु अब फुल्ली दे विल स्टे देयर
अगाडि गाडीको पछाडि चाहिँ बसिन यता किनभने झ्याउ हुन्छ क्या होइन सो वी हेभ अ लङ वे टु गो उनीहरू त यहीँको लोकल जस्तो छ होइन सो लेट्स गो बी केयरफुल है यस्तो रोडमा चलाउँदा चाहिँ मेरो बाइक अलिअलि भयो नि कुदेको जस्तो लाग्ला तपाईँहरूलाई त्यो देखेर नकुदाउनु होला म कुदा छुइनँ कन्ट्रोलमा छ बट देन आई हेभ टु बी मोर केयरफुल झनै क्या शिट यो हो नि त पानीको कस्तो बवाल देखिरहेको छ गाइस ल हेर त्यहाँ लेट्स गो उठेर चलाउनु पर्छ यार यस्तो बाटोमा त ओइ 2मै हाल्छु अनि उठेरै चलाउँछु म शिट झन्डै गएको अहिले बसेर अलिकति टफ हुन्छ क्या यो बाटोमा मेरो बाइकमा Not an off-road machine, but then yeah. Ooh. But I have off-road skills, है ना? घाँटी चाहिँ दुख्छ है यसरी उठेर चलाउँदाखेरि त्यो चाहिँ केयरफुल हुनु होला फेरि Oh shit. उफ्रिन्छ त बाइक अब यस्तोमा स्लो गऱ्यो भने त झनै आबड फाबड हो फेरि मागिसक्यो गियर यस्तोमा धरि गियर माग्छ बाइकले यार म्याम्पली दिउँ न त दिउँ होइन मेरो काम दिने त हो दिइहाल्छु नि म ओइ ओइ Shit. Nice recovery. भिडियोमा देख्दैन तर रियलमा हुन्छ क्या त्यो यत्रो सानो ढुङ्गाले पनि कति फरक पर्छ भनेर भिडियोमा त ढुङ्गाहरू देखाएको हुँदैन नि त त्यो भएर अघिसम्म हुन्छ नि गर्मीले डेन्जर पाकेर मरिरहेको थियो क्या बल्ल शीतल आयो क्या यतिको पनि शीतल हो यता त अहिले लिटरली नै यस्तो जिउ त्यो हुन्छ नि अन्त अन्डा पकायो भने अन्डा पाक्छ होला क्या बाटोमै त्यस्तो गर्मी छ नि लिटरली आइम नट जोकिङ गाइज तपाईँहरू आउँछ भने चाहिँ मनसुन सकेपछि नै आउनु होला बाटो पनि नट इजी सरी म त एकचोटि दुईचोटि आइसक्यो यो बाटो पहिला त्यही भएर चाहिँ अलिकति भए पनि आइम मोर कम्फर्टेबल हेयर होइन तपाईँहरूको फर्स्ट टाइम छ भने चाहिँ आउनु तर अलिक केयरफुल भएर बुझेर मात्रै आउनु होला साथीहरू चाहिँ अगाडि पुलमा छन् रे पछाडि एकजना हुनुहुन्छ अब पुलमै गएर पर्खिन्छौँ हामी है त सो तपाईँहरूलाई चाहिँ सिधै पुलमै भेट्छु अब म ल एकछिन चाहिँ रेस्टमा है सबजना सो अहिलेसम्म राइड चाहिँ कस्तो हुँदैछ तपाईँको बाबा तपाईँको ओके छ त एन्ड हाउज यु राइड टिल नाउ अहिले बिन्दास भइरहेछ दुईजना चाहिँ उडेको उडेछ हाम्रो चाहिँ खोइ के हो अनि यहाँ यस्तो एमटी बोकेपछि अनि उड्नु परेन हाम्रो त्यहाँ भित्री छ भित्रीसँग अब यो कम्पेयर गरेर हुन्छ यार अप्रेन ल रमाइलो भइरहेछ सक्छ नि तपाईँलाई रमाइलो भइरहेछ हामी चाहिँ ल बिस्तारै आइरहेछौँ चिलमा होइन अनि माया लाग्थ्यो एक्सट्रिममा कुदाउनलाई बाइक होइन आज माया मारेर फेरि उडाइरहेछौँ भने मात्रै हो केही माया मारेको छैन ल सी गाइज है अब दुईजना साथीहरू चाहिँ आइपिन आउने बेला भयो क्या अरे वेटिङ भयो एन्ड देन खोला चाहिँ अहिले सानो छ मेरो ठुलो रहेछ यता चाहिँ त्यही नि पर्खिम मनी छ है त निस्केको हामी है ल अब चाहिँ निस्क्यौँ दुईजना साथीहरूलाई अगाडि पठाइदियो क्या तपाईँहरू आइराख्दा होइन त्यहाँबाट बोर्ड आउँछ क्या वे टु सर्सिङ झर्ना भनेर अनि तपाईँको लेफ्टमा उकालो चढ्नु पर्ने हुन्छ
सिधै जानु भने तपाईँ मेलम्ची त्यो आमाङ्ग्री जाने बाटोतिर हुँदै जाने हो होइन। तपाईँहरू त्यो बाटो जानु भने लामो चाहिँ पर्छ, तर राम्रो छ है। अब हामी साथीहरू अगाडि अब नपर्खिने यतैबाट गइदियो भने चाहिँ यतैबाट जान्ला हो। बाटो बिग्रिया भए पनि अब आफू मात्रै राम्रो बाटो जान्छु भनेर भएन नि त ग्रुपमा हिँडेपछि। सो द्याट्स द रिजन म चाहिँ यो बाटो आइरहेको छु। बाटो कस्तो छ के छ तपाईँहरूलाई देखाइहाल्छु। राम्रो छ भने त तपाईँहरूलाई पनि यो बाटो रेकमेन्ड गर्छु। इफ नट अब तपाईँहरू चाहिँ उताकै बाटो आउनलाई प्रिफर गर्छु होला म चाहिँ। सो अहिले चाहिँ हेर्दै जाऊँ के छ होइन। माथि नै भेट्छु तपाईँहरूलाई। अब या आइल सी गाइज आइल सी। यताको बाटो चाहिँ यस्तै है फेरि। अब यस्तै भयो भने के गर्नु, चलाउनै पर्छ होइन। यहाँ यस्तो चिप्लो छ यो माटो, माथि के होला पानी पऱ्यो क्या, अरू भन्दा नि पानी नपर्दै हुन्थ्यो, बाटो बिग्रिन्छ क्या फेरि। ओके गाइस, अब अहिले चाहिँ एकछिन भिडियो अन भइरहेको छ है मैले, किनभने केही गर्न मिल्एको छैन यहाँ बाटोले। अब रोक्ने कन्डिसनमा छुइनँ अहिले क्या म होइन। आमाङ्ग्री गएको भन्दा चर्को हुन्छ क्या यो त। राम्रो चाहिँ राम्रो है यो बाटो, माटो माटो हुनुभन्दा त यही राम्रो हो कमसेकम। अलिअलि केयरफुल हुनुपर्छ भन्ने मात्रै कुरा हो। राइट यो फेरि ठाडो चाहिँ ठाडो है सबै बाटो। यस्तो बाटोमा धरि 3 गियर 4 गियर माग्छ त बाइक यार। दिन्छु ला चाहियो। बाटो चाहिँ ठिकै छ है अहिलेसम्म चाहिँ। आमाङ्ग्री चाहिँ पारिपट्टिबाट जाने हो है गाइज। ल अब गएकै बेलामा देखाउँछु तपाईँहरूलाई। रातो माटो फेरि। ओके अब अलिअलि केही आएपछि बल्ल भेट्छु ल। स्पेस पनि छैन मोबाइलमा चाहिँ, छ स्पेस, मेरो एक्सन क्याममा छैन क्या स्पेस होइन। त्यही भएर तपाईँहरूलाई अब अलि उतै भेट्छु म। शिट यहाँ न देख्छ किन खर्ल्याप्पै गइदिरहेको क्या हुलुत्तै छिर्दै भयो नि म। अनि यस्तो बाटोमा चाहिँ सकेसम्म नरोक्नु होइन, किनभनेदेखि तपाईँहरूले देखिहाल्नु भयो होला के भयो होइन। स्लिप मात्रै खान्छ क्या फोक्कडमा होइन, एउटा रिदममा आइरहेको हुन्छ। बिग्रेसी सक्यो क्या यस्तो बाटोमा चाहिँ फेरि, त्यही भएर रोक्ने होइन। कसरी मिल्छ मिलाउने हो होइन, झ्यार्रै गयो म गएपछि चाहिँ। कन्ट्रोल चाहिँ हुनु पऱ्यो है फेरि, नत्र फेरि लास्ट गाह्रो पर्छ। मेन भनेको पानी पर्ने अघि चाहिँ होइन जान पायो भने हो भन्ने कुरा हो मेरो। अलिक कुदाउँ होला है। ओइ म्याथ, सरी फर द ल्याङ्ग्वेज।
तपाईँहरूले देख्न सक्नु नै हुन्छ होइन हाउ आई एम राइडिङ हियर अरू बाइकहरू पनि छ अगाडि पछाडि होइन उसिस बाटो त ठाडै छ त फल्स न्युट्रल है त्यसको नि विचार चाहिँ पुऱ्याउन है कहिले काहीँ फल्स न्युट्रलमा आएको बेलामा झ्याउ हुन्छ फेरि शिट मजा आयो नि होइन यस्तै यस्तै छ है गाइस बाटोहरू चाहिँ होइन पुरै मडी बाटो चाहिँ अलिक माथि नै आउँछ अरे यता छैन ओए ओए उडाइदिउँ न पाएको ठाउँमा त होइन उइस सरी 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 ल है यो चाहिँ तपाईँहरूलाई फुल नै देखाउने भयो मैले शिट केटाहरूको बाइकले पो तान्छ कि तान्दैन डबल कति फल्स न्युट्रलमा आएको त्यो चाहिँ आयो ढुङ्गा फाल्नलाई फेरि ढुङ्गै ढुङ्गा भटामा त कहाँ लानु ओहो तपाईँहरूलाई कस्तो लागिरहेछ है बाटो चाहिँ नाइस ल दामी लट्टा रहेछ यार कपालको सही हो शिवजी नभए नि शिवजीको कपालको लट्टाको दर्शन पाइयो होइन मान्छे चाहिँ कस्तो हो फेरि गाइज ल बाटो त झर्दा चाहिँ अर्कै बाटो झर्नुपर्छ मोबाइल त आज सकेला जस्तो छ बाटो देखेर सानो मिनी झर्ना अन द वे होइन ल यसो अल्छी लाग्यो भने चाहिँ करेन्ट धेरै भएको हुन्छ यहाँ यसो हल्का स्विमिङ खेल्न चाहिँ मिल्छ होइन अल्छी तर पानी पर्न लागिरहेको छ त्यही भएर हामी एकछिन रेस्ट अनि जान्छौँ ल तर पनि हिँड्नु कस्तो होइन नाइस तर पो रहेछ झर्ना त ए नाइस तर पनि झर्ना रहेछ है गाइस ल यो चाहिँ लोकल मान्छेहरूको लागि हुन्छ हामी त्यति गर्दैन नि त घुम्न आउनु मान्छे हुन्छ दामी हो दामी है ल
चाहिँ के रहेछ एकचोटि बाजेलाई सोधौँ। बाजे यो के हो? ल यो घट्टो अरे घाटोको यो पानी घट्टाको ढुङ्गा होइन? आउच ढुङ्गाले आँखामा लाग्यो मलाई चाहिँ। यो पानी घट्टा चाहिँ यसरी बन्द रहेछ है, टर्बाइन होला यो। यो कति वर्षलाई पुग्छ अरे? नजिक चाहिँ बस्नु हुँदैन रहेछ है गाइस, त्यो भिडियो देख्दाखेरि सब आँखामा जाँदो रहेछ। ल नाउ लेट्स गो। अब भिडियो कस्तो भएछ थाहा छैन। नाउ लेट्स गो। हल्ले त धेरै नै। ल गाइस बाटो चाहिँ यस्तो रहेछ है। अब के गर्नु, कताबाट लग्दा सजिलो होला त? त्यहाँबाट त्यो 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 त्यहीबाट गइदिन्छु म है। अब के गर्नु त, यस्तो नगर बाबु। ल जस्तो छ त्यस्तैमा हिँडिदिन्छु हो होइन। ओहो बाटो जोस् मरद छ मरद, माथि माथि कस्तो हो यहाँ त। धन्नै रातो माटो होइन क्या, रातो माटो पर्या भए चाहिँ चिल्ले माने चिप्लेर। शिट नाच्छ फिलिली म म्याम पखत त। यस्तोमा चाहिँ ख्याल गर्नु है, स्लो एन्ड स्टेडी विन्स द रेस हो। फुर्र लानु भने चाहिँ चिप्लिन्छ होइन, बिस्तारै बिस्तारै लानु भने चाहिँ ठिकै छ, त्यस्तो चिप्लिँदैन। ल पछि भेटौँ ल। अब तपाईँहरूलाई आज यसमा स्पेस छैन, मोबाइलहरू फेरि खिच्न मिल्दैन क्या राइड गरेर बेलामा। सो अब अरू चाहिँ पछि खिच्छु है त। 5 मिनट मात्रै बाँकी छ मसँग अब यसमा। अन द वे चाहिँ यस्तो दामी स्पट रहेछ होइन। सो बवाल लाग्यो मलाई। सो बाटो यतै छ। Come and see. This is how the road looks, है ना? Road view. Back से यता साइड लिलाम भाषा अब पहिलिन्दा सर्सिङको बाटो होइन है। ल यस्तो छ होइन, नदेखाम भनेको उतैसम्म त्यस्तो रहेछ। अब लेट्स गो। यत्तिकै नै जस्तो हुन्छ त्यस्तै अनुसारले जानु पऱ्यो नि होइन। वे खुट्टा नटेकी लाने हो सकेसम्म चाहिँ। अब बाटो त रमाइलो छ केटाहरूलाई गाडीमा। ल केटाकेटी हो बाटो यस्तै हो होइन। आउँदा चाहिँ विचार गरेर आऊ। अब आज त्यहाँ मेला लाग्यो भन्दा चर्को छ अरे होइन। शनिबार त नजाऊँ भनेकै हो, तर के गर्नु, शनिबार नै प्लान बन्छ सबैको होइन। मिल्नु पऱ्यो नि फेरि सबैको टाइमिङ। ठिक छ ठिक छ ठिक छ। ल सही हो। सो ल बाइकको कन्डिसन चाहिँ अहिलेसम्म आइपुग्दा चाहिँ यस्तो छ होइन। सो अहिलेसम्मको रोड कन्डिसन भनेको चाहिँ तपाईँहरूलाई जति देखाएँ नि मैले हो त्यही नै हो होइन। तर राइडिङ गर्दाखेरि इट्स भेरी कम्फर्टेबल। त्यस्तो धेरै अप्ठ्यारो नै चाहिँ भन्दिनँ म यो बाटो होइन। सो अब त्यहाँसम्म जाँदा चाहिँ के छ नो आइडिया, त्यो देखाउँछु नै तपाईँहरूलाई होइन। अप्ठ्यारो छ भने चाहिँ सो टिल हियर इट्स गुड, इट्स सेफ भनौँ। तर अघि मैले जुन त्यो ग्राभेलमा देखाएँ नि, ग्राभेलमा चाहिँ भने जस्तै डोन्ट राइड स्लो के। स्लो गर्नु भने तपाईँको त्यो टायरले नै लिन पाउँदैन क्या, ग्रिप लिन पाउँदैन, त्यो हुन्छ नि ट्र्याक्सन नै यताउता होइन। सो फर द्याट भेरी रिजन गसी एउटै पेसमा गइराख्नु, धेरै स्पिडमा नै नजानु, स्लोली नजानु, ठिक्कको जानु, द्याट विल बी इट होइन। सो झर्ना देखाइहालेँ हामी कहाँ पुग्ने हो तपाईँहरूलाई। सो या अब चाहिँ हामी लाग्छौँ किनभने पानी एकदम ठुलो पर्न लागिरहेछ होइन। सो यताबाट आम्याङ्ग्री जाने डाँडाहरू चाहिँ अब आई थिङ्क त्यो डाँडा उता कटेर जाने हो होइन। त्यो चाहिँ नेक्स्ट टाइम यता पनि एउटा झर्ना छ रहेछ होइन। एज यु गाइज क्यान सी हल्का हल्का यताबाट। तर हाम्रो मेन झर्ना जाने चाहिँ यो बाटोहरू कर्दै 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 वेट यो बाटोहरू कर्दै 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 ल अझै देखाइदिन्छु यताबाट त्यो मेन झर्ना चाहिँ। सो मेन झर्ना त्यही है सर्सिङ। हामी पुग्ने चाहिँ त्यहाँ हो। अहिले हामी छौँ चाहिँ यति टाढा होइन। सो लेट्स गो देयर।
अघि न जुन तपाईँहरूलाई सानो झर्ना देखाएको थिएँ नि त्यो चाहिँ यही नै हो म्यान इट्स ह्युज यहीँ त God damn के छ अरे होइन बाइक राइडसँग यसरी झर्ना दामी दामी यस्तो एउटा सर्ट चाहिँ लिनु छु है त लिगौँ है त ल है गाइस एकछिन हामी चाहिँ रेस होइन भिडियो बनाउँदै हिँड्नु पऱ्यो साथीहरू त अब भ्लग गर्नु हुँदैन होइन सोही बबाल बबाल झर्ना बाटोमा हेर्दै होइन ल बबाल त्यसरी नै झर्नाहरू हेर्दै होइन ए यता नि एउटा मिनी झर्ना छ यसरी नै झर्नाहरू हेर्दै निस्किने हो हामी त्यो मेन झर्ना त बाँकी नै छ त्यसको लागि हेर्दै गर्नु होला भ्लग रमाइलो गर्दै गर्नु होला अहिले ल अब हामी निस्किन्छौँ मेन झर्नातर्फ अब हेर्छ नि होइन ल ट्राभल विथ सबिन है बेलुका गएर सब्सक्राइब गर्ने एउटा सागर लोप्छन् अनि एउटा चाहिँ ट्राभल विथ सबिन है त है ल हामीले तपाईँहरूलाई त्यो फुल देखाएको भाइहरू भएर याद गर्छ है त ल सिउ गई अघि एकजना बाइक अड्किरहेको थियो क्या होइन उसले नै हेल्प गर्दै तर भिडियो बनाउनु पाएन अहिले चाहिँ बनायो तर धेरै चाहिँ खिच्न पाएको छैन है सिट कहाँ रोकिदिया झर्ना सँगसँगै बादलहरू पनि देख्न सक्नुहुन्छ होइन यस्तो दामी देखिरहेको छ है सिधै क्लाउड छ है पानी चाहिँ परिरहेको छ मस्तै ल झर्ना नि मिठो जति क्लोज त्यति ठुल्ठुलो होइन दामी सही हो झर्ना त्यहाँ छ म चाहिँ यहाँ आएर अड्किरहेको छु होइन अड्किया त छैन अगाडि जान्दै हो तपाईँहरूलाई बाटो हो क्या मेन देखाउन मन लागेको चाहिँ अरू त ठिक छ म यताबाट नै जान्थेँ ल भाइको स्कुटर अड्कियो सट्टै पेलो त भाइ जिउलाई अगाडि गर अनि यसो सट्टै पेलो त यसो गरेर सट्टै अगाडि पेलो त सट्टै पछाडि आऊ अनि अगाडि पहिला जिउ माथि उचाल न एक्सिलेटर लियो न सेट सबै नाइस 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 त्यही हो सेट ठिक छ ठिक छ मेरो पनि अड्क्यो साथीलाई बोलाऊ साथीलाई भाइ एकछिन ठेल न को उसको साथी ठेल्याउ न म चाहिँ निस्क्यो है त गाइस ल म चाहिँ निस्क्यो ब्याट्री मेमोरी पनि सक्यो होइन त्यो निस्क्यो ओ शिट बवाल मजा आयो क्लाउड हेर न यार क्लाउड म्यान शिट नजिक आयो त्यति दामी यो हो नि त होइन सो यहाँ चाहिँ अहिले वेदर यस्तो छ होइन अब उताको यसो देखाउँछु अनि मेन थिङ भनेको आजको यहाँभरिको अट्र्याक्सन भित्र मैले एउटा दुईवटा तिनवटा देखेँ यो सुत्दा होइन मेरो सुत्दा गरेर एन्ड मलाई मेन दामी लाग्यो भनेको चाहिँ आरएक्स इज हियर है गाइस द लेजेन्डरी आरएक्स 100 इज हियर द लेजेन्ड इट्सेल्फ इज हियर कसको बाइक हो यो होइन हेरेर छौ भने ह्याट्स अप ब्रदर मैले पनि आरएक्स इज हियर गाइस आरएक्स ल अब लेट्स गो बबाल मजा आइरहेछ है तपाईँहरूलाई चाहिँ कस्तो भइरहेछ सो लेट्स गो माथि जाँदै गर्दा त्यस्तो पनि छ है ल यता
स्विमिङको लागि चाहिँ पर्फेक्ट प्लेस है। झरना माथि छ, तल सही छ है। अनि यतापट्टि यस्तो भ्यूहरू चाहिँ अब माथि यसरी डाङ्गा लिएर खायो, खाएपछि फोहोर चाहिँ नगरिदिनु होला। गहिरै छ, राम्रै छ होइन, देख्छ पनि मजा आउँछ। ल झर्ना चाहिँ एउटा देख्दैन नभए देखाउनु हुन्थ्यो। सही हो। सर र दामी सर्सिङ झर्ना है ल गाइस, बवाल छ। अगाडि चाहिँ एकजना जादु हुनुहुँदो रहेछ होइन, एलो लाएर धुपमा पानीमा पनि धुप हुनुहुन्छ, दामी छ। ल लेट्स गो देयर। फाइनल्ली सर्सिङ झर्ना आइपुग्यो। 15 मिनट जति हिँडेर सर्सिङ झर्ना आइपुग्यो। ल बवाल बाटो यस्तै रहेछ है। ल चढ्दिनमा त यहीँबाट पायो भने त चिप्लो त अलिअलि चिप्लै रहेछ। बवाल बवाल गाइस है। ल सर्सिङ झर्ना फाइनल्ली होइन, बवाल। ल लेट्स गो। लेट्स गो यताको बवाल छ यता नि उयो चाहिँ यस्तो छ है। ल हेर्दैमै त यहाँबाट बल्ल बल्ल भिडियो भएको छ क्या होइन, पानीले गरेर भिडियो खिच्नै पाएको छैन क्या। त्यतापट्टि चाहिँ अर्को झर्ना छ होइन, अर्को झर्ना त्यस्तो छ। अब अहिले पानीले गरेर क्लियर नआएको होला, माथिदेखि नै जार झर्ना छ यहाँ चाहिँ अलि देख्छ छैन क्या चाहिँ दामी है। ल तल त्यस्तो छ, यतापट्टि चाहिँ बवाल यस्तो छ है। ल बवाल छ झर्ना है, सिधो झर्ना ठ्याक्कै झर्नाकै तल छु होइन, पानी झर्ना। यस्तो डेन्जर पानी त्यहाँ फालिरहेको छ होइन, यसको लागि हुन्छ नि त्यो सानो बम पड्किरहेको छ क्या, बुङ बुङ सुनिरहेको छ क्या यहाँ त। रियलमा चाहिँ क्यामेरामा कतिको क्याच हुन्छ नो आइडिया होइन, रियलमा चाहिँ बुङ बुङ भइरहेको क्या, सुनिरहेको क्या त्यो अलिअलि। सही हो। रेनकोटको पनि उ भइरहेछ है, इट्स होल्डिङ गुड। पानी यत्रोमा गइरहेको छु यहाँ तल पनि गयो होइन, एक ठोप छिरहेको छैन यार। सही हो रेनकोट पनि। ल
Let's go down, action! ल गाइज है तपाईहरुलाई चाहिँ सर्सिङ झरनाको भ्लग कस्तो लाग्यो अब बाटोमा केही भयो भने चाहिँ आई विल सो यु गाइज हैन इफ नट आजको भ्लगलाई चाहिँ म यतै एन्ड गर्छु किनभने मेरो डिजाइमा पनि मेमोरी सक्यो हैन ब्याट्री छ अनि अब मोबाइलमा पनि यसो अलिअलि त राख्नु पर्यो नि त स्पेस केही चाहिहाल्यो भने भनेर हो सो मेन थिङ भनेको त्यही हो तपाईहरुलाई भ्लग कस्तो लाग्यो रमाइलो भयो भएन हैन फुल्ली रमाइलो भयो भन्ने सोचिरहेको छु धेरै दुःख गरेर बनाएको छ आजको भ्लग पनि हैन सो माया देखाइदिनु सपोर्ट गरिदिनु तपाईहरुले एन्ड देन प्लिज डु टेल इन कमेन्ट हैन तपाईहरुलाई नेक्स्ट प्लेस कता जान मन छ तपाईहरुको रेकमेन्डेसन सजेसन आयो भने आई गो देयर इफ नट म कता जान्छु त्यो तपाईहरुलाई देखाइ नै हाल्छु हैन सो अहिलेको लागि चाहिँ अब हामी भिडियोलाई यहीँ एन्ड गर्छौँ सो यति भन्दै तपाईहरुलाई नेक्स्ट भ्लगमा भेट्छु टिल देन स्टे सेफ स्टे ह्याप्पी बी पोजिटिभ सी यु सुन गाइज बाइ बाइ